हेलो एभ्रिवान, हाम्रो चाहिँ अहिले छुट्टी हुने बेला भयो। भर्खर काम सकेर यो सबै आज एक दिनमा ठडाइसक्यो। वाल पिलर अहिले चाहिँ अलिक सानो फलाम छ। अस्ति चाहिँ तल चाहिँ 40 को थियो सबै, अहिले चाहिँ 25 को 32 को छ। वी आर हियर इन वान चाहिँ साइड हो हाम्रो चाहिँ। सो मन्डे आएर सब हान्नु पर्ने। लभिङ भीम मेन सिपु चाहिँ यता हो। राम भाइ, अमृत दाई, कालेमारी छ काले अनि मैले चाहिँ हान्न लागिरहेको भनेको चाहिँ ब्रेकर हो, सानो चाइनिजमा फौसाई भन्छ। यो चाहिँ एकदम नर्मल के अरे प्लास्टर हान्न लागेको, कङ्क्रिटमा टालेको। कङ्क्रिटमाथि चाहिँ 20 mm जति प्लास्टर हानेको हुन्छ, त्यो उठाउनुको लागि मैले चाहिँ हालिरहेको छु प्लास्टर। त्यसमाथि वाटर प्रुफिङ माथि हान भनेर चाइनिजले भनेको थियो। यो चाहिँ एकदम सजिलो काम लाग्छ मलाई चाहिँ यो चाहिँ, किनकि पहिला मैले फलाममा गरेर आएको। फलाम प्यानल एकदमै हार्ड, यसलाई चाहिँ के भन्छ अब नर्कै भन्दा पनि हुने खालको काम गरेर आएको, त्यही भएर चाहिँ एकदम सजिलो। अनि एकदम नाइट ड्युटी चाहिँ पुरै नाइट हो। अहिले त 1 वर्ष भइसक्यो यो भिडियो, 1 वर्षको बिचमा खिचेको भिडियो तपाईँहरूलाई चाहिँ मैले गरेको कामहरू देखाउनुको लागि। अनि यो चाहिँ तपाईँको तल माथि सबैतिर हान्नुपर्ने हुन्छ। माथि हान्दा चाहिँ एकदमै गाह्रो हुन्छ, माथिको धुलो सबै जिउमा आउँछ, जिउमा हातमा घाँटीतिर आउँछ। अनि त्यो धुलो चाहिँ कङ्क्रिटको धुलो हुन्छ, त्यो कङ्क्रिटको धुलो चाहिँ ठ्याक्कै घाँटीमा आएर त्यो हान्दाखेरि निस्केको पसिनासँग चाहिँ बसेर चाहिँ सबै त्यो कङ्क्रिटै हुन्छ। फेरि पसिनासँग भिजेर त्यो धुलो र भिजेर कङ्क्रिटै हुन्छ। 3-4 दिनसम्म फुस्रो हुन्छ, जाँदैन, एकदमै गाह्रो यो चाहिँ। एकचोटि त मैले कति 7 दिन 8 दिन लगातार हानेको थिएँ माथि हान्ने काम। तल भुइँमा हान्दाखेरि इट्स ओके, खासै त्यस्तो हुँदैन। माथि हान्नु चाहिँ पुरै जिउभरि जति सेफ गर्छु भन्दा पनि कहाँबाटै जिउमा छिर्छ, हातको नारीतिर सबै कङ्क्रिट जाम भइरहेको हुन्छ। हङकङमा अलिकति गाह्रै छ यही काम। सुरुमा पऱ्यो भने यही गाह्रो हुन्छ, तर योभन्दा हार्ड काम गऱ्यो भने सजिलै हुन्छ। अनि यो बेल्चा हान्ने, यो सानो खालको ड्रिल चलाउने भन्ने कामहरू चाहिँ एकदमै नर्मल इजी लाग्छ, मलाई चाहिँ सजिलो लाग्छ। बेल्चा त 7-8 दिनसम्म पनि हानिदिन्छु होला म त। तपाईँहरू कति हान्नुहुन्छ कमेन्ट गर्नु होला, कतिसम्म बेल्चा हान्न सक्नुहुन्छ कमेन्ट गर्नु होला है त। यो चाहिँ सेन्ट्रल हो साइड चाहिँ हाम्रो। यहाँ हाम्रो पोखराको गोपाल दाई पुरा वाल फुटाउँदै हुनुहुन्छ। यो चाहिँ इट्टाको वाल हो, यसलाई चाहिँ त्यो ब्रेकरले हानेर फुटाउँदा पनि हुन्थ्यो, तर यो ढिलो हुन्छ भनेर हाम्रो सुपरभाइजरले ढिलो हुन्छ भनेर मुङ्रो लिएर राखिदिएर मुङ्रोले फुटाउँदै हुनुहुन्छ। यो चाहिँ एकदमै ग्राइन्डर चलाउनु चाहिँ अलिकति आँखालाई चाहिँ जतन गर्नुपर्ने हुन्छ। ग्राइन्डर यो चाइनिजले फलाम काटेर चाहिँ एकदम ठुल्ठुलो फलाम चाहिँ काटेर चाहिँ इलेक्ट्रिक मकैबाट। अनि यसको लागि चाहिँ आँखा चाहिँ एकदम सेभ गर्नुपर्ने हुन्छ। यो काट्दा मैले धेरै काटेको छु, एकछिन म तपाईँलाई पछाडि देखाउँछु मैले काट्दाखेरिको भिडियोहरू हेर्नु होला। यो चाहिँ हाम्रो स्वयंवर दाइले पुरा यो चाहिँ ब्रेकर हान्दै हुनुहुन्छ। यो ब्रेकर चाहिँ तपाईँको 25-30 केजीको हुन्छ। अनि उचालेर हान्नु नसकिने भएकोले झुन्ड्याएर हान्दैछ। यो पक्का कङ्क्रिट एकदमै गाह्रो हुन्छ। त्यही माथि फलाम बुनेको कति वर्षको पुरानो कङ्क्रिट, एकदमै गाह्रो। यो काम पनि मैले 15-20 दिन लगातार गरेको छु। खासै त्यस्तो गाह्रो लाग्दैन यो पनि, डोरी बाँधेर हान्दाखेरि चाहिँ सामान झार्दै हुन्छ पहिले। अनि यो फलाम काट्ने काम चाहिँ यो एकदमै ठुलो एरियामा मैले लभिङको फलाम काटेको।
फलाम यो वार काटिसक्यो भनेको थियो 3 आदीमा काटिसक्यो। यो काम गर्दाखेरि चाहिँ तपाईँको सबै यो मास्क सबै सेफ्टी त लाएरै गरिन्छ, त्यही पनि अब त्यो फलामको त्यो खिया भन्नु काट्दाखेरि निस्केको धुलो फलामको खरानी धुलो आएर नाकको यस्तो मुखमा बसेर अनि जिउभरि लागेर डङ गनाउने हुन्छ, त्यो खिया गनाउने हुन्छ। फलामको धुलो जिउ आएर त्यो कणहरू आएर टाँसिन्छ, एकदमै नमिठो गनाउँछ। अनि भरे काम सकेर तपाईँको मुख धुँदा खोकी गर्दा सिँ गर्दाखेरि यसलाई फ्याँक्दाखेरि चाहिँ त्यो ढिका जान्छ, फलामको धुलोको डल्ला जान्छ, एकदम नमिठो गनाउँछ। लुगामा टाँसिएर एक दिनभन्दा यो लुगा लगाउनु सकिँदैन, फलाम काट्ने काम भएन। त्यो चाहिँ अलिकति ठाउँ पनि फेरि एकदमै गाह्रो थियो। अब तल केही थिएन, स्काफोल्ड थियो, त्यो उठाइसकेको थियो, प्लेटफर्म बिनाको स्काफोल्ड सपोर्टको लागि लगाएको तिनीहरूले सब कन्ट्र्याक्टले हानेको यो चाहिँ ब्रेकर चाहिँ। अनि काट्दाखेरि म टिम्बरमा टेक्दै जाँदै बसेर एकचोटि झऱ्यो भने झऱ्यो, त्यस्तो डेन्जर थियो। अनि दाइले चाहिँ तलबाट मलाई सघाउँदै हुनुहुन्थ्यो यो फलामहरू बटुलेर त्यहाँ राख्नको लागि, एक ठाउँ मिलाएर राख्नको लागि। आफै काट्ने, झार्ने, मिलाउने, राख्ने सबै आफैले गर्नुपर्ने। यो सबै एरिया मैले गरेको, काटेको पुरै फलाम थियो। अनि कुनै ठाउँ चाहिँ अप्ठ्यारो हुन्छ, अब यस्तोमा चढेर जानुपर्छ, त्यो फल स्टार भन्छ, त्यो झुन्डाउने ठाउँ पनि हुँदैन। म त्यत्तिकै त्यो सेफ्टीले हेरेर गाली गर्छ भनेर मैले त्यही साइडमा झुन्डाएर हार्नेस बुक गरेर त्यति काटेँ। यहाँदेखि झऱ्यो भने सिधै तल्लो फ्लोरमा हो। डेन्जरै हुन्छ, कामहरू डेन्जरै हुन्छ। म नेपालमा हुँदाखेरि यस्तो साह्रो दुःख गर्नुपर्छ भन्ने थाहा थिएन, तर दुःख गर्नै पर्दछ। फेरि सुरुमै आएर मैले चाहिँ गाह्रो काम गरेर यो चाहिँ खासै गाह्रो चाहिँ होइन, तर यो काम सजिलो भए तापनि अब त्यो स्वास्थ्यलाई हानिकारक हुने भएकोले अलिकति गाह्रै मान्नुपर्छ यो कामहरू पनि। ठाउँहरू एकदमै अप्ठ्यारो ठाउँमा जानुपर्ने हुन्छ। एकचोटि झऱ्यो भने सक्यो, त्यस्तो हुन्छ। काम अलिकति कस्तो भन्नु, गाह्रै हुन्छ। म त अलिकति नयाँ पनि हो हङकङमा, फेरि अब 5 वर्ष 6 वर्ष मात्रै हुँदैछ। तपाईँहरूसँग त धेरै एक्सपिरियन्स होला, यस्तो नाथे भनेर मान्छे होला भन्थ्यो, तर अलिकति डेन्जरै हो। अनि स्वास्थ्यको लागि चाहिँ अलिक ठिक लागेन फलाम काट्ने काम। धुलो भनेको ठिकै हो, मास्क लगाउँछ, तर यो मास्कले पनि नथाम्ने। फलाम काट्दाखेरि निस्केको, धेरै काट्दाखेरि चाहिँ फलाम काट्दा निस्केको त्यो फलामको धुलो चाहिँ मास्कले पनि नथाम्ने किसिमको जसरी पनि छिरिहाल्ने क्या मुखमा, नाकमा। तर यो ख्याक गरेर फाल्दाखेरि पुरा खकारमा चाहिँ त्यो ढिका जाने पुरै गाह्रो, एकदमै गाह्रो। एकदमै धेरै गाह्रो छ, विदेशमा धेरै गाह्रो छ साथी हो। यस्तो गर्नुपर्छ है। यो वार पार कङ्क्रिट हानेर, वेल्डिङ रेनोभेसन हो, कङ्क्रिट हानेर वार पार फलाम थोरै थिएन, सबै काटिसक्न भ्याइयो। तल सैन्द्र दाइ हुनुहुन्छ, तल म माथि काट्ने, उहाँ भेलाउने। गाह्रो छ, एकदमै गाह्रो छ। हाम्रो दाइले यस्तो अप्ठ्यारो ठाउँमा बसेर हान्दै हुनुहुन्छ, हात गलेर यसरी हान्दाखेरि टेक्ने ठाउँ पनि त्यस्तो लेजरमा टेकेर हान्दै हुनुहुन्छ, त्यस्तो हुन्छ, डेन्जर हुन्छ। हार्नेस त हुन्छ, त्यही पनि रिस्क हुन्छ, एकदमै रिस्क हुन्छ। कता बसेर कता केबाट हेर्दै हुनुहुन्छ, कुन देशबाट हेर्दै हुनुहुन्छ, कमेन्ट गरिदिनु होला। यो मेरो यसो दुःख सेयर गरेको भन्दा नि यो मेरो अनुभव यसरी गरिन्छ है। हङकङमा धेरै पैसा हुन्छ भन्नुहुन्छ, तर पैसा अनुसार ज्यानको पनि रिस्क हुन्छ। एकदमै सेफ भएर काम गर्नुपर्ने हुन्छ। तपाईँहरू कताबाट, हङकङबाट, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, एकदमै सेफ भएर काम गर्नु होला। ज्यानभन्दा स्वास्थ्यभन्दा ठुलो कुरो केही होइन है त। धन्यवाद।